नायकसम्म पापी र भ्रष्टहरूलाई अन्त्य गर्न आइरहेको छु। नरसिंह अवतारमा राजेश हमालको दमदार कमब्याक। घरमा मात्रै किन, तपाईँ अगाडि यहाँ आइदिनुहोस्, म सफ्ट भइहाल्छु। त्यति टाढा बसेर प्रश्न गरिरहनु भएको छ, अलिकति कष्ट गरेर नजिक आएर मेरो सामुन्ने बसिदिनुहोस्, म एकदमै मोमबत्ती पग्ले जस्तो पग्लिहाल्छु होइन। अब त्यो त भइ नै हाल्छ नि। त्यो यतिका महिना यतिका वर्षसम्म गरिरहेको कार्यमा म चुक्छु होला, चुक्न सक्छु होइन। ल धन्यवाद तपाईँलाई प्रश्नको लागि। व्यक्तिगत नेचर त भइ नै हाल्छ नि, कहीँ रोमान्स हुन्छ, कहीँ सफ्टनेस हुन्छ, अझ कहीँ बच्चासँग पनि छ मेरो भूमिका। बच्चासँग चाहिँ नि अर्कै किसिमले मान्छे मेरो चरित्र पेश आउँछ। अब जो अन्याय र अत्याचार गरेको छ, जो भिलियन छ, उनीहरूको समक्ष चाहिँ नि अर्कै किसिमले पेश आउँछ।